हामीले त धरहरा घुम्न आएको एकदम दामी मान्छेको पनि दाङ बनाएर रहेछ सिसाको र सिसाको धरहरा माथि भयो एकदम ल एकदम बस्नुलाई दाङ बनाएर रहेछ र गाइस हेर्नु धरहराको बवाद भिडियो आउनेछ एकदम खतरनाक एकदम सफा एकदम सफा रहेछ यता चाहिँ छोरी अघि आएपछि त यता बुढी टिकट काटिसक्यो टिकट नि काटिसकेको रहेछ टिकट काट्ने चाहिँ यहाँ रहेछ यहाँनिर लाइन बसेर काट्नुपर्ने रहेछ हामी काटिसक्यो ल जाउँ यताबाट चाहिँ जाने भयो यताबाट हो यताबाट हो जाने झ्याप्प हस् थ्याङ्क यू ल धरहरा आइपुग्यो एकदम दामी दामी ल ओहो क्या दामी पानी आउने एउटा दुईजना खै हाई गर दुईजना खै त ल अब आज धरहरा चढ्ने भयो त्यो बोकन न गोजीमा हाल न ए चस्मा निकाल न चस्मा लगाऊ यार निकाल न ओ दामी यार ओ वाओ दामी वाओ जानु पर्ने ठाउँ हामी युट्युबमा म आफै लाउँछु लगाई चस्मा पनि लगायो अब खतरनाक देखिने भयो दामी क्या सफा के एकदम दामी छ ल गाइज हेर्नु होला अन्तिमसम्म भिडियो दामी आउनेछ ल ओ यहाँनिर लिफ्ट राखेको रहेछ त यहाँ चाहिँ प्रवेश निषेध भनेर राखेको रहेछ एकदम ए यहाँ रहेछ लिफ्ट अन्डरग्राउन्डबाट लिफ्ट आउने यहाँ आइपुग्ने रहेछ कहाँ ए त्यो टपमा रहेछ ओहो हामी जाने चाहिँ यहाँबाट हो यो त अन्डरग्राउन्डबाट आउने रहेछ क्या अनि अब पार्किङ यो मुनि म दुई तल मुनि गएको दुई तीन तल मुनि गएर आएको लिफ्ट पनि छ ल हामी चाहिँ अब आइपुगिसकेको छ अब यहाँबाट छिर्ने हो हामी धरहरा ल ल हिँडौँ ल दुईजना हिँडौँ ल हिँडौँ अब पुग्यो लिफ्ट होला नि ठ्याक्क आइपुग्यो ए टिकट देखाऊ लिफ्ट पनि अनै होला नि होइन ल लिफ्ट लिफ्ट कता हो दाइ लिफ्ट चाहिँ ए यहाँबाट रहेछ ल यहाँबाट लिफ्ट भयो अब एकछिन यहाँ कुर्नु पर्यो ट्रेन यता पनि निस्किने ठाउँ रहेछ ए पुरानो धरहरा यता रहेछ नि त ल पहिलोको पुरानो धरहरा यहाँ रहेछ धरहरा ल ए पुरानो यो हो
लावाले चढ्ने बेल भइसक्यो टन्नै मान्छे आयो होला ए खाली रहेछ खाली खाली डर लाग्यो किन डर लाग्यो यस्तो माथि उठेको जस्तो लाग्छ माथि गएला कतिसम्म रहेछ 20 तल केही पऱ्यो भने चाहिँ यहाँनिर फोन गर्दै नि रहेछ लिफ्ट अट्क्यो भने 18 पुगिसकेको छ 19 20 ठ्याक्कै आइपुग्यो ओहो ल आइपुग्यो आइपुग्यो गाइस हामी टपमा वाउ दामी ओहो ल यार टुडी खेल त दामी बनाएको छ त ल भाइ टुडी खेल त दामी बनाएको रहेछ मा ओइ चस्मा छ के तिमी त प्रोटेक्ट ताबामा वाउ दामी देख्ने रहेछ यहाँबाट ल एउटा टुडी खेल दामी बनाउँदै रहेछ यहाँ नि हजुर हो टुडी खेल त्यो बनाउँदै रहेछ क्या ए तल जान मिल्छ ऊ त्यहाँबाट मिलिहाल्छ नि ऊमा पर्दैन क्या ऊमा त यहाँ झ्यामुमा घ्यामुमा थियो ओ झ कोक्लेङबाट पनि दिउँ हो झ्यामु केर्ने घ्यामु दान हो गर्ने भए ल yang nguyul matur sih ku main kuim berarti kan wah lo gumam ya dong pusat pun dari tadi guys एकदम बवाल रहेछ ल मामा ल रङ्गशाला पनि यहाँबाट देखिनु रहेछ रङ्गशाला रङ्गशाला हो ल एकदम बवाल रहेछ एकछिन है ल गाइस हामी अब घुम्दै गर्छौँ हेर्नु होला अन्तिमसम्म भिडियो ल गाइस हामी चाहिँ त घुमिरहेछौँ धर टपमा गएर अनि हाम्रो चाहिँ यहाँ आमा छोरी चाहिँ यहाँ बसिरहेछ दुईजना एकदम बवाल देखिन्छ गाइस बवाल भट्टा बढाएर
सरी ल एकदम दामी यहाँबाट खतरनाक देखिन्छ एकदम ल त्यहाँबाट तल झनै दामी यता टुडी खेल पनि पुरै बनाएर आएको रहेछ अहिले ल यहाँबाट रङ्गशाला नि यहीँबाट देखिने भयो बब्बाल बब्बाल सबै बब्बाल देखिन्छ सबै लगायत हामी चाहिँ अब यता घुम्यो फोटोसोटो खिच्यो भिडियो बनायो अब चाहिँ हामी जान लाग्यो अघि हामी लिफ्टबाट आयो भने अब हामी सिडीबाट जाने हो हामी चाहिँ अब हिँड्यो ल चम ल जाउँ अब हामी चाहिँ सिडीबाट जाने गाइस हामी चाहिँ अब यता सिडीबाट जान लाग्यो सिडीबाट जान लाग्यो ल सिडी त यता बत्ती त सबै अफ रहेछ त्यता लिफ्ट यता नि छ पुरै अन्धकार छ त गाइस के हो ल 19 फ्लोरमा छ हामी अब हामी चाहिँ ल हिँड्दैन तलतिर झार हेर्न के ल ए हिँडेर पनि आउँदै रहेछ यता टन्नै लगायत यस्तो सेफ्टी एकदम सेफ्टी पनि रहेछ यहाँनिर पुरै स्टिलको यो हामी चाहिँ यहाँ आइपुगिसकेको छ अब यहाँ लगायत अब चाहिँ हामी एउटा निस्कियो वाउ यहाँ निस्कियो चाहिँ अहिले चाहिँ यहाँ पहिलाको पुरानो धराहरू यहाँ राखेको रहेछ अब हामी चाहिँ यतातिर घुम्छ फोटोसोटो खिचिन्छ ल एकदम बवाल छ बवाल एकदम दामी सफा भने त एकदम सफा हैन एकदम राम्रो छ ल पहिलाको धराहरू चाहिँ यहाँ रहेछ लगायत यता चाहिँ धराको तलतिर चाहिँ एकदम दामी ठाउँ छ यता यहाँनिर यस्तो यता एकदम दामी रहेछ एकदम बवाल छ वाउ दामी दामी ठाउँ रहेछ फोटो खिच्ने एकदम बवाल ठाउँ रहेछ बवाल छ धरा यता भयो फोटो खिच्ने त लगाई अब आजलाई यति नै हामी चाहिँ निस्किन लाग्यो एकदम दामी राम्रो लाग्यो धरहरा पनि चढ्यो सर कस्तो लाग्यो भन त राम्रो लाग्यो हो
ल गाइस अब चाहिँ हामी चाहिँ लाग्यो ल ल गाइस आजको भ्लग यति नै हो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला धन्यवाद